Hello everyone, namaste, and again welcome back to my channel. If you are new to my channel, if you haven't subscribed yet, please do subscribe and hit the notification bell as well. So हजुरहरुले notification bell थिच्नु भयो भने चाहिँ मैले भिडियो हाल्दा हजुरहरु नोटिफाइड हुन्छ, so that हजुरहरुले मेरो भिडियो छिटो हेर्न पाउनुहुन्छ. अनि as you can see by the title, आज चाहिँ मैले म्याक मुकबाङ गर्न आँटेको. सबै म्याकको खानाहरु लिएको छु मैले. बर्गर, ससेज मफिन बर्गर, बिग म्याक अनि फ्राइज अनि ड्रिंक्स छ. आज चाहिँ मैले यतिकै यो चाहिँ सब अफरको म्याकहरु हो अनि मैले यतिकै किनेर अनि मुकबाङ गर्न आँटेको. अनि लेट्स स्टार्ट. हजुरहरु पनि म्याकको एप डाउनलोड गर्नुस् अनि हजुरहरुले पनि अफरमा खाना पाउनुहुन्छ. यति नै हो. एन्ड देन म्याजिक ह्यापन. Oh my god! थाल फ्रेन्च फ्राइज हाल्नको लागि. यो चाहिँ एम्टी वान हो. खाइदिइहाल्नु नि त. बर्गर छ. यो चाहिँ यहाँ राख्ने मलाई. मेरो चाहिँ अल टाइम फेभरेट फ्यान्टामा कोक खाँदैन धेरै. केचअप पनि हालौँ. मलाई चाहिँ आज भोक लागिरहेछ. मैले केही पनि खाएको छैन. 2:30 भइसक्यो. केही पनि खाएको छैन भनेर फ्रुट्स मात्र खाएको थिएँ. त्यहाँ चाहिँ मेरो बिग म्याक छ. बिग म्याक खाँदा चाहिँ अलि मेसी हुन्छ. अनि अब चाहिँ ससेज मफिन बर्गर पनि. ससेज मफिन बर्गर दुईटा छ. ससेज मफिन बर्गर पनि खाइदिन्छु ल. अलि डिस्टर्बेन्स आयो भने चाहिँ आइएम सो सरी. मैले झालाहरू थुन्नै बिर्सेछु फेरि. प्लस पानी परिरहेछ बाहिर, त्यही भएर नि साउन्ड आउँछ. बर्गरले ढाक्नु तातो चिसो हुन्छ. यो चाहिँ सब अफरको माल हो. ससेज मफिन बर्गर चाहिँ दुईटा चाहिँ बल्ल $10 हो. अनि यो सेट बिग म्याक सेट चाहिँ $29. अहिले म्याकले अफर राखेको छ, त्यही भएर.
बाहिर पानी परिरहेछ। एसीमा पानी चुहिरहेछ, गडाङ गुडुङ गरिरहेछ। Sorry for the disturbance, guys. बर्गर चाहिँ तातो नै थियो, फ्राइज चाहिँ चिसो भइसक्यो। Big Mac. म चाहिँ बिग म्याकको सबै एकैचोटि खान मन लाग्छ। लाइक अरूहरूले चाहिँ यसरी लेयर लेयर उठाएर नै खान्छ, तर मलाई चाहिँ एकैचोटि खान मन लाग्छ, सो द्याट यसको सबैको टेस्ट आउँछ। कोकोलाई म्याक मनपर्छ कमेन्टमा थम्स अप पठाइदिनु होला। अलमोस्ट सबैलाई नै मनपर्छ होला म्याकडोनल्ड्स। त केएफसी चाहिँ ठिकै लाग्छ, अति ओइली हुन्छ, त्यही भएर केएफसी त कहिलेकाहीँ मात्र खान्छु म। त म्याक चाहिँ खाइरहेको हुन्छ। अब चाहिँ अगाउनु थाल्यो। बर्गर त तातै छ, फ्रेन्च फ्राइज त नो सगी भइसक्यो।
लागि चाहिँ मैले म्याक खान्दा नम्बर 3 सेट अनि 2टा चिकन विङ्स अनि ससेज मफिन बर्गर खान्छु। नर्मली चाहिँ म खाइ पनि भ्याउँछु, तर आज चाहिँ राउटी भोक लागेको थियो अनि मैले खाएन। म नर्मली 12 बजेतिर अथवा 12 बजेभित्र खाइसक्छु। आज 2:30 भइसक्यो, त्यही भएर म भोक पनि मरेर होला, फुल भइसक्यो। तर चाहिँ मलाई भोक लागेको बेलामा खायो भने चाहिँ मैले त्यति खान्छु। दुईटा बर्गर, ड्रिंक्स, 2टा चिकन एन्ड फ्राइज सब खत्तम गरिदिन्छु। म यो बर्गर र फ्राइज चाहिँ भ्याउँछु। सचिन हुन्छ खान सक्दैन। सरी अति हल्ला आयो, म चाहिँ झ्याल बन्द गरेर आउँछु ल। हेलो, आई एम ब्याक। म चाहिँ झ्याल बन्द गर्न बिर्सेछु क्या, त्यही भएर हल्ला आयो। स्टिल हल्ला त आएको छ, त्यही पनि अलि बेटर भयो। यो ससेज मफिन खान सक्दिनँ अहिले। ड्याडी नभएकोमा ल्याएर खान्छ। आइम फुल। यो पनि धेरै भयो। Big Mac, like me. Okay, last bite. Dum. Finished. Burger
पनि फिनिश्ड फ्रेन्च फ्राइज त झन् अघि खत्तम भएर यहाँ बर्गरको खोल पनि हालिसक्यो सब फिनिश्ड ड्रिङ्क्स चाहिँ माग्छ म नर्मली खानासँग ड्रिङ्क्स पनि खाँदैन प्लस त्यस्तो ड्रिङ्क्स क्रेजी पनि हैन मलाई पानी भए पुग्छ सेटमा आउँदा चाहिँ खान्छु त्यही हो यस गाइज आजको भिडियो चाहिँ यति नै थियो मैले जस्ट यतिकै यो अफरमा आएको म्याकडोनल्ड्स किनेको थिएँ अनि त्यही भएर खाने बेलामा यतिकै मुकबाङ भिडियो गराउँछु भनेर भिडियो गराएको हजुरहरु पनि हङकङमा हुनुहुन्छ भने चाहिँ म्याकडोनल्ड्सको एप्स डाउनलोड गर्नुहोस् अनि यिनीहरु सब अफरमा खाना पाउनुहुन्छ एभ्री वीक डिफ्रेन्ट अफरहरु चेन्ज भइराख्छ हजुरहरुले चाहिँ खान सक्नुहुन्छ एप्स डाउनलोड गर्नुहोस् अनि एप्स डाउनलोड भएपछि चाहिँ तपाईहरुले चाहिँ एउटा रेस्टुरेन्ट चुज गर्नुपर्ने हुन्छ कुन एरियामा बस्नुहुन्छ त्यो चुज गरेपछि चाहिँ अनि त्यहाँको अफरहरु देखाउँछ अनि क्यूआर कोड स्क्यान गर्ने अनि सब आइटम फ्रीमा खाने फ्री भन्दा नि अफरमा खाने यस गाइज यति नै थियो अनि आजको भिडियो होप हजुरहरुलाई मन पर्छ होला मलाई त लाग्छ सबैजनालाई म्याक मन पर्छ होला मलाई जस्तै बट आई माइट नट राइट सबैजनालाई मन पर्न नि नसक्छ त्यति नै हो हजुरहरुलाई मन पर्यो होला मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला मन पर्यो भने लाइक शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला एन्ड देन सी यू अन माई नेक्स्ट भिडियो बाइ एभ्रीवन सी यू